नमस्कार साथीहरु, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो YouTube च्यानलमा। यस YouTube च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, साथै बेल आइकनलाई प्रेस गरेर अल नोटिफिकेसनमा पनि क्लिक गर्न नभुल्नु होला। आज चाहिँ म तपाईहरुको लागि एकदमै इन्फर्मेटिभ भिडियो लिएर आएको छु। यस भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने तपाईहरुले पनि आफ्नो पीसी अथवा कम्प्युटरमा अथवा मोबाइलमै पनि तपाईहरुले क्यालेन्डर सजिलैसँग बनाउन सक्नुहुन्छ। क्यालेन्डर बनाइसकेपछि तपाईहरुले प्रिन्ट गरेर आफै नै राख्न सक्नुहुन्छ। अब म चाहिँ ChatGPT मा आइसकेको छु। तपाईहरु पनि ChatGPT मा गएर क्रिएट नेपाली क्यालेन्डर 2082 युजिङ HTML CSS and JavaScript सर्च गर्नु होला। ChatGPT ले चाहिँ यो बनाइसकेको छ। आइतबार डिभिजन सोमबार मंगलबार बुधबार बिहीबार शुक्रबार शनिबार। अब चाहिँ स्टाइल दिइरहेको छ CSS मा, अनि हेडर फाइलहरु स्क्रिप्ट दिएको छ। स्क्रिप्ट दिइसक्यो। अब चाहिँ म क्यानभासमा क्रिएट गर्नुको लागि गर्छु नेपाली क्यालेन्डर। क्यानभासमा क्रिएट गरिसकेको छु। अब हामी प्रिभ्यूमा जानुपर्ने हुन्छ। यस प्रिभ्यू आइकनलाई क्लिक गरेर हामीले यहाँ देख्न सक्छौं सजिलैसँग 1 गते सोमबार, 2 गते मंगलबार, 3 गते बुधबार अथवा 4 गते बिहीबार, शुक्रबार, शनिबार, अनि 7 गते आइतबार, 8 गते सोमबार, 9 गते मंगलबार यो हेर्न सक्छौं। अनि हामीले यसलाई करेक्ट पनि गर्न सक्छौं। साथै अब रङ भएको छ भने यसमा हामीले ChatGPT लाई नै राइट गर्नको लागि भन्न सक्छौं। अब चाहिँ हामीले यस क्यालेन्डरलाई सजिलैसँग प्रिन्ट गरेर आफ्नो वालपेपर अथवा सेट गरेर राख्न सक्नुहुन्छ। अनि तपाईहरुले यहाँ चाहिँ केही रङ अथवा मिस्टेक भएको छ भने यहाँ तपाईहरुले टाइप गरेर वैशाख यति गते यतिको डेट बिग्रिएको छ भनेर करेक्ट भनेर सर्च गर्न सक्नुहुन्छ। अनि ChatGPT ले चाहिँ आफै नै क्यालेन्डरलाई क्रिएट गरेर दिन्छ। भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। साथै यस्तै इन्फर्मेटिभ भिडियोको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला, अनि बेल आइकनलाई प्रेस गर्न नभुल्नु होला। एउटा लाइक र एउटा शेयर गर्न पनि अवश्य नभुल्नु होला। धन्यवाद।